नमस्ते। आज डिपी लामाले चाहिँ उहाँ टाइगर हिलको जुन चाहिँ माताको दर्शनको लागि आएका थिए र सबैको निम्ति र यहाँ सिङचलको सिङ्गे देवी माता चाहिँ एकदमै पवित्र हुनुहुन्छ, सबैको इच्छा पूरा गर्छ र यहाँ चाहिँ आज सबै भक्तहरूले पानी झरी भनेन उहाँहरूले चाहिँ एकदम दर्शन गरेर जाँदैछ र आज चाहिँ म अलिकति यहाँको जुन चाहिँ पण्डित उहाँलाई चाहिँ म अलिकति रिक्वेस्ट गरेर चाहिँ एक दुईवटा शब्द चाहिँ सोध्दैछु र बाजे नमस्कार। नमस्कार। हजुरको एक्चुअली नाम चाहिँ के होला? विष्णु अधिकारी। अच्छा, तपाईँलाई म एउटै क्वेसन गर्दैछु कि यहाँनिर एक्चुअली तपाईँहरू बिहान कति बजी चाहिँ आउनुहुन्छ? हामीहरू यहीँ बस्छौँ। अच्छा, यतै बस्नुहुन्छ है? हाम्रो यहीँ क्वार्टर छ, यहीँ बस्छौँ हामी। अच्छा, तपाईँहरू एक्चुअली तपाईँलाई ठन्डा गरम तपाईँले जस्तो अब कतिजना ठेराउनुले गर्दा आउनु सक्दैन, तपाईँहरूलाई चाहिँ कस्तो फिलिङ हुन्छ यहाँनिर बस्दा चाहिँ? होइन, अब ठन्डा बेला त ठन्डै हुन्छ, तर त्यस्तो अब जो जस्तो भक्तजनहरूलाई जस्तो हामीलाई त अब हेबिट जस्तै हुन्छ। हामी यहीँ बस्ने कारणले त्यस्तो धेरै उयो लाग्दैन हामीलाई, ठिकै छ। बहुत बहुत धन्यवाद। एक्चुअली तपाईँलाई यहाँनिर जुन चाहिँ पूजापाठ गर्दा भक्तजनहरू आउँदाखेरि चाहिँ तपाईँले अगर यहाँ माताको जुन चाहिँ तपाईँहरूमाथि कतिको चाहिँ तपाईँको विश्वास छ, माताले कतिको आशीर्वाद दिन सक्नुहुन्छ, यसको अलिकति तपाईँले मलाई बताइदिनुहोस्। माताको आशीर्वाद त राम्रो छ नि, त्यही भएर त भक्तजनहरू एकदम आउनुहुन्छ नि त, धेरै आउनुहुन्छ, टाढा टाढादेखि आउनुहुन्छ। भक्तजनहरूलाई आशा छ नि, राम्रै हुन्छ, माताको आशीर्वाद राम्रै हुन्छ, त्यही भएर भक्तजनहरू खुसी साथ आउनुहुन्छ होइन, राम्रै छ। बहुत टाढा टाढाबाट आउँछ नि, टाढाबाट आउँछ, नेपालदेखि आउनुहुन्छ, दिल्ली बम्बईदेखि टाढा टाढादेखि आउनुहुन्छ। अच्छा, त्यसो भए तपाईँहरूको जुन चाहिँ यहाँनिर एक्चुअली तपाईँहरूलाई चाहिँ यहाँनिर जुन चाहिँ माताको जुन चाहिँ आशीर्वाद चाहिँ भरिपूर्ण होला तपाईँहरूलाई? हजुर, हामीलाई राम्रै छ, माताको आशीर्वाद छ, राम्रो छ होइन? राम्रो कृपा छ माताको। अच्छा, त्यहाँ यहाँ एक्चुली पहिला चाहिँ अब यहाँनिर टाइगर हिलमा माताको दर्शन गर्न आउँदा मान्छेहरू धेरैजना डराउँथ्यो, जङ्गल थियो र अहिले चाहिँ कस्तो खालके छ यहाँनिर? अहिले त्यस्तो केही पनि छैन, राम्रो छ होइन? मन्दिरहरू पनि व्यवस्थित भएको छ। अच्छा, कमिटीले राम्रै गरेको छ। बहुत राम्रो। तपाईँलाई बहुत बहुत धन्यवाद। बहुत एकदमै मलाई चाहिँ यहाँ चाहिँ यस्तो लाग्छ कि माताको जुन चाहिँ जसले चाहिँ यहाँनिर पवित्र हृदय आएर ल्याएर दर्शन गर्छ उहाँको मनोकामना चाहिँ असली पुरा गर्छ र आजलाई चाहिँ यहाँ डिबी लामाले यहीँ तक म सबैको निम्ति नै प्रार्थना गर्छु, किनकि माताको दर्शन गर्न आउँदा आफ्नो लागि मात्रै होइन सबैको लागि चाहिँ दर्शन गर्नुपर्छ। तपाईँहरूको सबैको मनोकामना पुरा गरिदियोस्। बाजेले नै सबैलाई आशीर्वाद दिएको छ, माताले आशीर्वाद दिएको छ। यति भन्दै आजको यो चाहिँ समाप्त गर्छु। बहुत बहुत धन्यवाद। जय माताजी।